नमस्कार। आज हामी सल्यान जिल्लाको एउटा अलिक कम सुनिएको तर एकदमै ऐतिहासिक र प्राकृतिक महत्त्व बोकेको ठाउँबारे कुरा गर्दैछौँ। यो हो दार्मा गाउँपालिका 4 मा पर्ने मालिका लेक। यो समुद्री सतहदेखि झन्डै 1700 मिटर जति उचाइमा छ। हो, र हामीले हेर्दा के पायौं भने यसको एकातिर गहिरो इतिहास छ, अर्कोतिर खै पूर्वाधारहरू नबनेर संरक्षण नभएर होला अलि ओझेलमै परेको जस्तो अवस्था थियो। तर पछिल्लो समय चाहिँ केही प्रयासहरू भइरहेका देखिन्छन्। ए हो, त्यही त। त्यसो भए आजको हाम्रो यो विस्तृत चर्चाको खास उद्देश्य नै यही हो। यसको भनौँ न ऐतिहासिक पृष्ठभूमि के हो, अहिले ठिक कस्तो अवस्थामा छ, पर्यटकीय सम्भावना कत्तिको छ, अनि यसलाई फेरि अगाडि ल्याउन अहिले के काम भइरहेका छन् त। यसको इतिहासबाटै सुरु गरौँ न त। सुन्नुस् न, किमवदन्ती अनुसार त यहाँ विक्रम सम्वत 1680तिरबाटै कालिका र मालिका भगवतीको पूजा हुन थालेको रे। कति पुरानो कुरा। साँच्चै 1680। अनि त्यो बेला मतलब नेपाल एकीकरण अघि 2200 र 2400 राज्यका पालामा सल्यान, झाजरकोट, बडागाउँ, जुम्ला जस्ता ठाउँका राजाहरूले वर्षेनी यहाँ पूजा गर्नै पर्थ्यो रे। हो, अनिवार्य नै। त्यसले नै देखाउँछ नि त्यो बेला यसको कति महत्त्व थियो भनेर। त्यो त छँदैछ। अनि अर्को एउटा अलिक पछि विक्रम सम्वत 1990 मा त्यति बेलाका प्रधानमन्त्री जुद्ध शमशेरले चढाएको घण्टा पनि थियो रे। अहिले त त्यो फुटेर टाउको मात्रै बाँकी छ भन्छन्। तर त्यो घण्टाले पनि त एउटा प्रमाण दिन्छ नि, हैन, निरन्तरताको। बिल्कुल। तर कस्तो भने यस्तो लामो इतिहास भएको ठाउँ तर पछिल्लो समयसम्म अलि अप्ठ्यारो अवस्थामै रह्यो। केही चुनौतीहरू बेहोर्यो। हो नि, किन होला है यस्तो ठाउँ ओझेलमा पर्नुको कारण? मुख्यतः त्यही संरक्षण र पूर्वाधारकै कमी देखियो। त्यो पुरानो कालिका मन्दिर पनि जीर्ण भयो, अनि पहिले त मूर्ति नै चोरी भएको घटना पनि सुनिन्छ। ए हो र, मूर्ति नै चोरी? अनि स्थानीय संरक्षण समितिका अध्यक्षले पनि पहिले सरकारी निकायबाट खासै सहयोग भएन भनेर गुनासो गर्नुभएको पनि पाइयो। यो क्षेत्र करिब 120 हेक्टर जतिमा फैलिएको छ, व्यवस्थापनको कमी थियो। तर चुनौतीका कुरा त भए, यसका सम्भावनाहरू पनि त एकदमै बलिया छन् नि। 1700 मिटरको उचाइ, त्यहाँबाट देखिने दृश्यहरू, जाजरकोट, पश्चिम रुकुम, रोल्पा, दैलेखका भागहरू कति राम्रो देखिन्छ होला। एकदमै। अनि दशैंको पञ्चमी र मङ्सिर पूर्णिमामा मेला पनि लाग्छ। कतिले त यसलाई स्वर्गीय आनन्द मिल्ने ठाउँ नै भन्छन् रे। स्वर्गीय आनन्द नै? त्यो अनुभूति त पक्कै विशेष हुन्छ होला। हो, र राम्रो कुरा के छ भने विक्रम सम्वत 2074 मा नयाँ मन्दिर बनेपछि चाहिँ अलि चहल पहल बढेको छ। मान्छेहरू जान थालेका छन्। स्थानीय तह आएपछि पनि केही काम भएछन् है? स्थानीय तह आएपछि मन्दिर, अनि त्यो बस्ने ठाउँ, प्रतीक्षालयहरू बनेका छन्। अनि गाउँपालिका अध्यक्षले त यसको व्यवस्थित विकास गर्नलाई गुरु योजना मतलब एउटा डिटेल प्लानै बनाएको भन्नुभएको छ। लगानी पनि राम्रै आएको देखिन्छ त। पहिले प्रदेशको पर्यटन मन्त्रालय र गाउँपालिकाबाट के पैसा आएको थियो रे। अहिले त सङ्घ, प्रदेश, स्थानीय तह सब मिलाएर झन्डै 95 लाख जति खर्च भइसकेको रहेछ। 95 लाख? त्यो त राम्रै रकम हो नि। मन्दिर, सिडी, गेट, चौतारो, प्रतीक्षालय यस्तै संरचनामा खर्च भएको। अनि अब डिपिआर विस्तृत परियोजना प्रतिवेदनको काम पनि सुरु भएको छ अरे। भविष्यका योजनाहरू पनि ठूलै छन् जस्तो छ नि। त्यस्तै सुनिन्छ। खानेपानी, बिजुली पुर्याउने, भ्यू टावर बनाउने, शौचालय, पिकनिक स्पट, फन पार्क यस्ता योजनाहरू छन्। यी सबै बने भने त पक्कै पनि यो ठाउँ अझै आकर्षक बन्छ। अवश्य। अनि यसको प्रचार प्रसार गर्न पनि अलि सङ्गठित प्रयासहरू हुन थालेका छन्। जस्तो भर्खरै नयाँ वर्ष 2082 को बेला दार्मा गाउँपालिका, डिभिजन वन कार्यालय, पत्रकार महासङ्घ सबै मिलेर सरोकारवालाहरूसँग छलफल चलाएछन्। हे, त्यो त राम्रो भयो। अनि सल्यानका सबै 10वटै स्थानीय तहका पर्यटकीय ठाउँहरूलाई जोड्ने एउटा ठूलो योजनाको कुरा पनि उठेको छ अरे। त्यो त झन् महत्त्वपूर्ण पहल हो। कर्णाली प्रदेश सरकार पनि सकारात्मक नै देखिन्छ यसमा। प्रदेशका मन्त्रीज्यूले आवश्यक बजेट मिलाउने भन्नुभएको छ। हो र? अनि प्रदेश मन्त्रालयका सचिवले चाहिँ समुदाय पनि सक्रिय हुनुपर्छ भन्नुभएको छ, जुन एकदम सही कुरा हो। प्रदेश सभा सदस्यले चाहिँ यसलाई अलि लानो समयको परियोजनाको रूपमा हेर्नुपर्छ भन्नुभएको छ। यस्तो सबैतिरबाट सहयोग र समन्वय भयो भने राम्रो हुन्छ। त्यसो भए सबै कुरालाई हेर्दा मालिका लेक
ऐतिहासिक र प्राकृतिक दुवै हिसाबले एकदमै महत्त्वपूर्ण ठाउँ हो। विगतमा अलि छायामा परे पनि अहिले